यहाँहरू सम्पूर्ण महानुभावहरूलाई शुभ बिहानी। दैलेख क्षेत्र नम्बर 2 को प्रत्यक्ष उम्मेदवारहरूको मतगणना काम सम्पन्न भएको छ र हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट म प्रत्यक्ष उम्मेदवार रहेकोमा मैले 6,797 मत प्राप्त गरेको छु र हामीसँग आउँदै गर्दाखेरि 44 वडामा 12वटा वडामा सङ्गठन थियो र हामीले चुनाव सम्पन्न हुँदै गर्ने सवालमा 44 वडामा सङ्गठन विस्तार पनि गऱ्यौँ र चुनावमा सक्रिय रूपमा सहभागी भयौँ र हामीले जित्ने प्रश्न नै थियो। एकदमै जित्नलाई कुनै समस्या थिएन र सम्पूर्ण चाहिँ क्षेत्र नम्बर 2 वासीहरूले मलाई चाहिँ अनुमोदन गर्ने कुरामा कुनै दुई मत थिएन र यहाँहरूले त्यस्तो हुँदाहुँदै पनि विभिन्न यी ठुला पार्टीहरूको विभिन्न खालको चहलखेल दबाब र यिनीहरूको 30-35 वर्षदेखि आफ्ना कर्मचारी शिक्षक सङ्गठनहरू जो लेबी तिर्न लगाएका यी सम्पूर्ण मानिसहरूको सबैको चाहिँ एकदमै चाहिँ शक्ति केन्द्रित गरेर कतिपय ठाउँमा घन्टी आफूलाई प्रत्यक्ष र घन्टीलाई समानुपातिक दिने भन्ने, कतिपयमा अरू जसलाई दिए पनि घन्टीलाई नदिनु भन्ने सबैको एउटा अभियानका बावजुद पनि हामीले जुन यो 6,797 जुन मत प्राप्त गरेका छौँ यो सम्मानजनक मत, यसको लागि जसले चाहिँ विश्वास गरेर हामीलाई, म र हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीलाई विश्वास गरेर मत दिनुभएको छ, यहाँहरूप्रति म हार्दिक नमन गर्न चाहन्छु। यहाँहरूप्रति म अत्यन्त चाहिँ सम्मान गर्न चाहन्छु, किनभने यी ठुला पार्टीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी को अब सरकार पनि बन्दैन, 30-35वटा सिटभन्दा बढी ल्याउन पनि ल्याउँदैन, यसको कुनै एजेन्डा पनि छैन भन्ने खालका विभिन्न खालका चाहिँ आरोपहरू वा विभिन्न खालका चाहिँ यो टिक्का टिप्पणी गर्दै आफ्नो पक्षमा चाहिँ मत लिने र सम्पूर्ण चाहिँ शिक्षक कर्मचारीहरूलाई एकदमै चाहिँ केन्द्रित गरेर आर्थिक चहलखेल समेत गरेको हामीले भेट्यौँ र यसको बावजुद पनि हामीले चाहिँ यो मत प्राप्त गरेका छौँ र यसले दैलेख क्षेत्र नम्बर 2 को लागि अब राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चाहिँ जग बलियो बनाइसकेको छ र अबका चाहिँ आउने चुनावहरूमा निश्चय रूपमा चाहिँ क्लिन स्विप भन्छ, पुरै चाहिँ जहाँ चुनाव हुन्छ त्यो सबै चाहिँ अब हुने चुनावमा चाहिँ जित सुनिश्चित छ र यहाँहरू जो जति हाम्रो लागि समर्थक हुनुहुन्छ, शुभचिन्तक हुनुहुन्छ, यहाँहरूले देखि पनि हाल्नुभयो, मैले भनेको पनि थिएँ, देश राष्ट्रमय भएको छ, देशले अब नयाँ सुशासन र समृद्धिको लागि सुरुवात गर्दैछ। अब यहाँहरूले यति बेला चाहिँ दैलेखी एकजना चाहिँ यहाँहरूको भाइ छोरा इन्जिनियर विज्ञलाई चाहिँ पठाइदिनु होला। माथि सरकार बन्दै गर्दा म छुटेँ भने यहाँको विकासमा चाहिँ निश्चय रूपमा घाटा हुनेछ। त्यति मात्र नभएर म एउटा मन्त्रीको दावेदार मान्छे पनि हो भनेर भन्दै गर्ने सवालमा यहाँहरूलाई विभिन्न दबाब गरेर कतिपयले चाहना हुँदाहुँदै पनि चिन्ता हुँदाहुँदै पनि हाल्न सक्नु भएन र जसले त्यो दबाब र विभिन्न खालको समस्याको बावजुद पनि जुन मत हाल्नुभयो, आज यहाँहरूले चाहिँ सही निर्णय गर्नुभएको छ। आज राजसभा 2/3 पुग्दैछ र दैलेख क्षेत्र नम्बर 2 बाट यहाँहरूको एकजना 30 वर्ष अनुभव भएको एउटा चाहिँ पूर्वाधार हाइड्रोबार विज्ञ मान्छेलाई यहाँहरूले चाहिँ गुमाउनु भएको छ। प्रतिनिधि सभामा एउटा यहाँका समस्याहरू गुन्जायमान गर्नुको लागि, आवाज उठाउनुको लागि र मलाई लागेको थियो यहाँका कर्मचारी शिक्षकहरू लगायत सम्पूर्ण बुद्धिजीवी मानिसहरूले चाहिँ एउटा अब परिवर्तनको लागि यो पटक चाहिँ आफ्ना चाहिँ विभिन्न जो पार्टी सङ्गठन छन् त्योभन्दा बाहिर निस्किएर माथि उठेर मलाई चाहिँ सहयोग गर्नुहुन्छ भन्ने थियो। त्यो देखिएन, बरु विरुद्धमा चाहिँ केन्द्रित भएको मैले महसुस गरेको छु। बिदा लिएर मन्त्रालयदेखि लिएर विभागदेखि लिएर
सबै संसार गरेर यहाँ आएर चाहिँ त्यसरी गर्नुभएको देखेँ। ठिकै छ, यो यहाँहरूको आफ्नो चाहिँ जति विवेक छ त्यही नै रहोस्। र म यहाँहरू हाम्रा शुभचिन्तक मतदाता तथा दैलेख क्षेत्र नम्बर 2 वासीहरूलाई म के निवेदन गर्न चाहन्छु भने हामी जित्नमा निश्चित थियौँ। मेरो सम्पूर्ण चाहिँ भेटघाटपछि मैले 15,000 कम्तीमा मिनिमम ल्याउँछु भन्ने थियो, तर कतिपयले भन्नुहुन्थ्यो अहिलेको चाहिँ माहौल ठिक छ, तर 2 दिनमा यिनीहरू विभिन्न खालको चहलखेल गर्छ, त्यति बेला यहाँहरूलाई चाहिँ समस्या हुन्छ भन्ने थियो। अनि हेर्दै जाँदाखेरि मैले अन्तिममा चुनाव भइसकेपछि 10,500 आउँछ भन्ने थियो र त्यसमा पनि भित्र अत्यन्त चाहिँ एकदम भनौँ न षड्यन्त्रपूर्ण ढङ्गले त्यहाँ पनि हाम्रो आउने मानिसहरू पनि कतिपय दबाबले चाहिँ भोट हाल्न नआएको देखिन्छ। कतिपय चाहिँ त्यहाँनिर चाहिँ अरू चहलखेल गरेको, अझ बढी चहलखेल गरेको पनि देखियो। र अझ त्यसमा पनि 1500-2000 भोट चाहिँ घन्टी सूर्य, घन्टी तारा, घन्टी रुखमा पनि चाहिँ रद्द भएको छ। यसले विदेशबाट हाम्रा जो शुभचिन्तक समर्थक हुनुहुन्छ उहाँहरूले घन्टीमा हाल्नु भनेको र यहाँका चाहिँ जुन चाहिँ अन्य पार्टीका छन् उहाँहरूले चाहिँ घन्टी विरुद्धमा त जान सकेनन्, तर एउटा प्रत्यक्ष आफूले हाल्नु र समानुपातिक घन्टीलाई हाल्नु भनेपछि सोझा जनताहरूले एउटै मतपत्रमा प्रत्यक्षमा चाहिँ घन्टी र अन्यमा चाहिँ त्यसरी हालेर रद्द भएको छ। जे भए पनि आज म व्यक्तिगत रूपमा प्रतिनिधित्व गर्ने कुरामा त म छुटिसकेँ, तर पनि म यहाँहरू जसले चाहिँ मलाई समर्थन गर्नुभयो, जसले मलाई चाहिँ एउटा चाहिँ शुभचिन्तक हुन्छ हाम्रो, उहाँहरू लगायत सम्पूर्णलाई म चाहिँ यहाँहरूको सँगसँगै चाहिँ विकासका कुराहरू म निर्वाचित नभए पनि निर्वाचित भएको भन्दा बढी चाहिँ मैले यहाँहरूलाई चाहिँ एउटा सेवा गर्ने मैले अवसर पाएको छु र म गर्नेछु। यहाँहरू ढुक्क बस्नु होला। र अनि मैले चाहिँ जुन खालको अप्पर कर्णाली भनेको छु, भिखेत भनेको छु, दुल्लु मालिका सोलार भनेको छु, लगायत विभिन्न कुरा छ। सुशासनको सन्दर्भमा र विकासको कुरामा मेरो आवाज जहिले चाहिँ अगाडि बढ्ने नै छ र यहाँबाट निर्वाचित हुनुभएको जुन सभासद छ उहाँसँग पनि मेरो सहकार्य हुनेछ, किनभने उहाँ यो क्षेत्रको चाहिँ एउटा प्रतिनिधित्व गर्ने भएको कारणले गर्दा सहकार्य एकदमै अत्यन्त महत्त्वपूर्ण छ। त्यस्तै अरू जुन हामी उम्मेदवार र राजनीतिक दलका साथीहरू छौँ हामीहरू एकदमै सँगै जानुपर्ने छ। हामी चाहिँ हिजो अस्ति चुनावपछि हाम्रो सबै कुरा सकिएको छ, त्यसले गर्दा हाम्रो अब पूर्वाग्रह अर्को गरेर हिँड्नु पनि हुँदैन। हामी अब एक भएर जाँदैमा हामीलाई चाहिँ दैलेख क्षेत्रमा 2 को लागि फाइदा छ। हाम्रो लडाइँ हाम्रो चाहिँ यो जे जति कुरा छ त्यो सिंहदरबारसँग छ र सुशासन र समृद्धि स्थापना गर्नेतर्फ छ। र यो सन्दर्भमा चाहिँ अब मैले चाहिँ अब एकपटक चाहिँ फेरि चाहिँ म जहाँ जसरी चाहिँ यहाँहरू समक्ष गएको थिएँ, म एकचोटि त्यहाँको समस्याहरू के छ भेटघाट गर्ने कार्यक्रममा छु। बिस्तारै म यहाँहरूलाई त्यो योजना पनि दिउँला, समय पनि तालिका पनि दिउँला। र म अब यहाँहरूलाई चाहिँ एउटा निवेदन के गरेँ भने देश बाहिर धेरै बस्नुभएको थियो साथीहरू, प्रवासमा बस्नुभएको थियो, कतिपय जिल्ला बाहिर बस्नुभयो, कतिपय आउन पनि सक्नु भएन, तर त्यहाँदेखि यहाँहरूको अत्यन्त महत्त्वपूर्ण चाहिँ भूमिका रह्यो र यही भित्र बस्नुभएको पनि कतिपय बुद्धिजीवीदेखि शिक्षक सबै साथीहरूले सहयोग गर्नुभयो, अत्यन्त दुःखका साथ चाहिँ अगाडि बढ्नुभयो। यसको लागि यहाँहरूप्रति म आभार व्यक्त गर्न चाहन्छु। हामीले दैलेख क्षेत्र नम्बर 2 ले हारेको छ, यसमा चाहिँ निश्चय रूपमा हारेको छ, तर देशले जितेको छ। आज राष्ट्रिय स्वतन्त्र पार्टी 2/3 बनाएर कानुनै चाहिँ बदल्न सक्ने, संविधानै चाहिँ बदल्न सक्ने चाहिँ स्थितिमा पुगेको छ। यो अत्यन्त खुसीको कुरा हो। एकल सरकारको कुरामा समस्यै छैन। त्यसले गर्दा हामीले चाहिँ म चाहिँ एउटा वाहकको रूपमा एउटा औपचारिक चाहिँ एउटा संवाहको रूपमा चाहिँ दैलेख क्षेत्र नम्बर 2 र अब सदनको उसमा नभए पनि म चाहिँ विकासका कुरामा म संवाहक रहनेछु, लागि पर्नेछु। ढुक्कसँग बस्नु होला। यहाँहरूलाई म यहाँहरू सँगै हुनेछु जहिले पनि, चाहे म काठमाडौँ बसुला, कहिले गाउँमा आउँला, यहाँहरू सँगै हुनेछु र हाम्रो आन्तरिक चाहिँ एउटा समन्वय सञ्चार सबै कुरामा हामी बसौँला भन्ने कुरा म यहाँहरू सम्पूर्ण हाम्रा चाहिँ समर्थक शुभचिन्तक लगायत दैलेख क्षेत्र 2 का देशभित्र बाहिर प्रवासमा रहनुभएका सम्पूर्ण मेरा आदरणीय महानुभावहरूप्रति म धन्यवाद दिन चाहन्छु, आभार व्यक्त गर्न चाहन्छु।
आज चाहिँ हामीले सम्मानजनक चाहिँ मत पनि प्राप्त गरेका छौँ र अब आगौँ दिनको लागि हामीले एउटा चाहिँ आधार तयार गरेका छौँ। ढुक्कसँग बस्नु होला र म बेला बेलामा यहाँहरूसँग अन्तर्क्रिया कार्यक्रममा आइरहनेछु। म सामाजिक सञ्जालका कुराहरूमा आउनेछु र म यहाँहरूसँग जति म चाहिँ एक्सपोज भएँ अर्थात् बाहिर आएँ, चाहे टिकटकमा होस्, चाहे फेसबुकमा होस्, चाहे भिडियोमा, यसले हाम्रो बिचमा अझ राम्रो गर्नेछ। मेरो इमान्दारिता र एउटा परिश्रम, यो दुईवटा कुरा चाहिँ जहिले रहनेछ र म आफ्नो लक्ष्यमा म जहिले रहनेछु भन्दै यहाँहरूबाट अहिले बिदा भएँ। धन्यवाद। नमस्ते।